आजको क्लासमा हामी इस्यु अफ सेयर फर अदर देन क्यास च्याप्टरबाट फाइनल एक्जाममा पास्ट इयरमा आएका क्वेसनहरूलाई कसरी सल्भ गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ। र योभन्दा अगाडिको क्लासमा हामीले यो च्याप्टरबाट सोधिने क्वेसनहरूलाई सल्भ गर्नको लागि कस्तो जेनरल कन्सेप्टको आवश्यकता पर्छ भन्ने बारेमा छलफल गरिसकेका छौँ। यदि तपाईँहरूको त्यो क्लास छुटेको छ भने तपाईँहरूले रेकर्डेड भिडियो अथवा एलटी सर युट्युब च्यानलको प्लेलिस्टमा गएर योभन्दा अगाडिको कन्सेप्चुअल क्लासलाई लिन सक्नुहुन्छ। त्यसो भने आजको क्लास चाहिँ हाम्रो मेन पास्ट इयरमा फाइनल एक्जाममा आएका क्वेसनहरूलाई कसरी सल्भ गर्ने भन्नेतिर बढी फोकस हुनेछ। त्यसो भने पास्ट इयरमा फाइनल एक्जाममा सोधिएका क्वेसनहरूलाई हामीले ओल्ड इज गोल्डबाट कलेक्सन गरेका छौँ र त्यो कलेक्सनबाट पोसिबल भएसम्म क्वेसनलाई 4वटा क्लासमा डिभाइड गरेका छौँ। अर्थात् यी चारवटा क्लासका क्वेसनहरूलाई सल्भ गर्न सक्यौँ भने 99% यो च्याप्टरबाट आउन सक्ने पोसिबल क्वेसनहरूलाई हामी सजिलै सल्भ गर्न सक्छौँ। त्यसो भने यो च्याप्टरबाट सोधिने क्वेसनहरूलाई सल्भ गर्नुभन्दा अगाडि सबैभन्दा पहिले हामीलाई यो क्वेसनबाट कस्ता कस्ता इन्फर्मेसन चाहिँ सबैभन्दा पहिले हामीले एक्सट्र्याक्ट गर्नुपर्छ अथवा लिनुपर्छ भन्ने कुराको बारेमा चाहिँ हामीलाई थोरै जानकारी हुनुपर्छ। त्यसो भने हामी सोलुसनकै क्रममा सबैभन्दा पहिले वर्किङ नोट भनेर एक दुईवटा काम गर्नेछौँ। यो वर्किङ नोटभित्र हामीले क्वेसनलाई पढेर 3टा कुरालाई खोज्नुपर्ने हुन्छ। सबैभन्दा पहिले 1 नम्बरमा हामी के गर्छौँ त भन्दा 1 नम्बरमा हामी क्वेसनबाट सबैभन्दा पहिले पर्चेज प्राइस अथवा यसलाई कोही बेला क्वेसनले एग्रिड प्राइस पनि भन्दै हुन सक्छ, यसको खोजी गर्छौँ। र यो क्वेसनले दिएको पनि हुन सक्छ र नदिएको पनि हुन सक्छ। त्यसपछि नम्बर 2 मा हामी इस्युड प्राइस पर शेयर लाई खोज्छौँ र यो क्वेसनले म्याक्सिमम दिएकै हुन्छ। त्यसपछि नम्बर 3 मा हामी नम्बर अफ इस्युड शेयर लाई खोज्छौँ र यो क्वेसनले दिएको पनि हुन सक्छ र नदिएको पनि हुन सक्छ। तर यो च्याप्टरबाट सोधिने क्वेसनमा म्याक्सिमम कि त हामीलाई पर्चेज र इस्युड प्राइस पर शेयर दिएको हुन्छ, नम्बर अफ शेयर हामी आफैले निकाल्नु पर्ने हुन्छ, या त इस्युड प्राइस पर शेयर र नम्बर अफ शेयर हामीलाई दिएको हुन्छ, हामीले पर्चेज प्राइस आफै निकाल्नु पर्ने हुन्छ। र यो 1 नम्बरको पर्चेज प्राइसले हामीलाई अब हामीले बनाउनु पर्ने जर्नलको एसेट्स टेकन ओभरको रेकर्डलाई मेन्टेन गर्न सहयोग गर्छ। त्यस्तै 2 नम्बर र 3 नम्बरको यो पोइन्टले हामीलाई अर्को शेयर इस्यु गर्दै गर्दाको जर्नल मेन्टेन गर्न सहयोग गर्छ। त्यसो भने हामीले फर्स्ट स्टेपमा क्वेसनलाई स्टडी गरेर त्यहाँबाट यी 3टा कुरा पत्ता लगाउने कोसिस गर्छौँ। त्यसो भने अब हामी हाम्रो आजको क्वेसनतर्फ बढ्नेछौँ र हामीले सबैभन्दा पहिले ग्रुप ए बाट सुरु गर्नेछौँ। र ग्रुप ए अन्तर्गत हामीसँग एउटा बेसिक क्वेसन छ र यो क्वेसनले के भन्दैछ भन्दाखेरि ए कम्पनी लिमिटेड इस्युड 4000 शेयर्स एट ₹100 इच। अर्थात् ए कम्पनीले 4000 शेयर इस्यु गर्दैछ, कसैलाई दिँदैछ 100 रुपियाँ कोटाको टु पर्चेज द फलोइङ एसेट्स, तल दिएका एसेट्सहरू खरिद गर्न। र एसेट्समा हामीलाई के दिएको छ त भन्दाखेरि फिक्स एसेट्स दिएको छ 4,50,000 र स्टक दिएको छ 50,000। यो स्टकको मिनिङ यहाँ शेयर होइन, यो स्टकको मिनिङ यहाँ इन्भेन्ट्री अथवा क्लोजिङ स्टक भन्ने बुझ्नुपर्छ। र हामीलाई रिक्वायर्डमा के भन्दैछ भन्दाखेरि इन्ट्रिज फर पर्चेज अफ एसेट्स अथवा पर्चेज अफ एसेट्स गर्दै गर्दाखेरिको जर्नल इन्ट्री बनाऊ भन्दैछ। र यो क्वेसनबाट हामीलाई के थाहा पायौँ भन्दाखेरि हामीसँग एउटा ए कम्पनी रहेछ र अर्को कुन कम्पनी हो भन्ने कुरा हामीलाई जानकारी दिएको छैन। त्यसकारणले अर्को कम्पनीलाई हामी भेन्डर्स मान्छौँ, भेन्डर्स कम्पनी, र एउटा ए कम्पनी भन्ने रहेछ। र यो भेन्डर्स कम्पनीसँग के रहेछ त भन्दाखेरि फिक्स एसेट्स रहेछ, त्यस पछाडि स्टक रहेछ। र अब यो ए कम्पनीले यो भेन्डर्स कम्पनीको फिक्स एसेट्स र स्टक खरिद गर्दैछ। त्यसो भने अब यो एसेट्स ए कम्पनी तर्फ जाने भयो। किन भन्दा ए कम्पनीले आफ्नो चाहिँ एसेट्स किनेर लाँदैछ। त्यसो भने हामीले अब जर्नल कुन कम्पनीको बनाउने त भन्दा हामीले जुन कम्पनीले अर्को बिजनेस किन्दैछ त्यो कम्पनीको जर्नल बनाउनु पर्ने हुन्छ। त्यही भएर हामी जर्नल इन्ट्रीको हेडमा अब के लेख्ने भयौँ भन्दाखेरि अ कम्पनी, कुनै एउटा कम्पनी। त्यसो भने यो ट्रान्जेक्सन हेर्दाखेरि
ए कम्पनीले एसेट्स किनेर लाँदा अब ए कम्पनी अन्तर्गत 4,50,000 र 50,000ले आफ्नो एसेट्स बढ्दैछ र एसेट्स बढ्नु भनेको त डेबिट आइटम बढ्नु र डेबिट आइटम बढ्यो भने त्यसलाई हामी जर्नलमा डेबिट गर्छौँ। र हामीले यो भन्दा अगाडि के भनिसकेका छौँ भन्दाखेरि जर्नल सुरु गर्नुभन्दा अगाडि हामीलाई वर्किङ नोटमा 3टा कुरा पत्ता लगाउनुपर्छ है भनेको थियो। त्यसो भने 3टा कुरा अन्तर्गत हाम्रो के पर्यो त भन्दा 1 नम्बरमा हामी निकाल्छौँ है पर्चेज प्राइस अथवा यसलाई एग्रिड प्राइस भन्छौँ भनेको थियौँ। र यो क्वेसनमा कहीँ पनि हामीलाई पर्चेज प्राइस अथवा एग्रिड प्राइसको बारेमा मेन्सन गरेको छैन। त्यसो भने 2 नम्बरमा जाउँ। 2 नम्बरमा हामी के निकाल्छौँ भन्दाखेरि इस्युड प्राइस पर सेयर र यो म्याक्सिमम क्वेसनले दिएको हुन्छ भनेको थियौँ। र यो क्वेसनमा हामीलाई के जानकारी दिएको छ भन्दाखेरि एउटा सेयरको इस्युड प्राइस चाहिँ कति हुन्छ 100 रुपियाँ हुन्छ भनेर जानकारी दिएको छ। त्यस्तै नम्बर 2 मा अब हामी के पत्ता लगाउँछौँ 3 नम्बरमा हामी के पत्ता लगाउँछौँ भन्दा नम्बर अफ इस्युड सेयर कतिवटा सेयर इस्यु गर्दैछ भन्ने कुरा पत्ता लगाउँछौँ। र क्वेसनले हामीलाई सुरुमै भनिसकेको छ 4000 सेयर इस्यु गर्दैछ। त्यसो भने कतिवटा सेयर इस्यु गर्दैछ त 4000 सेयर। यति हुने बित्तिकै हाम्रो 1 नम्बरको पर्चेज प्राइस निस्किन्छ। कसरी निस्किन्छ त भन्दाखेरि यो ए कम्पनीले भेन्डर्स कम्पनीलाई 4000 सेयर दिँदैछ र एउटा सेयरको दाम 100 छ। त्यसो भने 4000 सेयर भनेको कति पैसाको सेयर हो त जम्मा कति रुपियाँको सेयर हो त अथवा कति रुपियाँसँग बराबर हो त जबकि एउटा सेयर भनेकै 100 रुपियाँ हो भने 4000 सेयर भनेको कति हो त भन्ने कुरा हामीलाई पत्ता लगाउनु पर्ने हुन्छ। र यो गणितको ऐगिक नियमसँग सम्बन्धित छ। तर हामी गणित पढ्दै छैनौँ तर पनि एकाउन्टमा चाहिँ हामी थोरै गणितको बेसिक नलेज भने हामीलाई हुनुपर्छ। त्यसो भने यो दुईटालाई गुणा गर्ने हो भने त हामीलाई के थाहा हुने भयो भन्दाखेरि यो भेन्डर्स कम्पनीलाई त ए कम्पनीले 4 लाख बराबरको सेयर दिँदै रहेछ। 4 लाख बराबरको सेयर दिँदैछ भन्नुको मिनिङ ए कम्पनीले लगिरहेको एसेट्सको बदलामा भेन्डर्स कम्पनीलाई कति दिन आँटेको 4 लाख दिन आँटेको। त्यसो भने भेन्डर्स कम्पनीलाई ए कम्पनीले 4 लाख रुपियाँमा खरिद गर्दै रहेछ अथवा 4 लाख रुपियाँमा किन्ने के भएको रहेछ सहमत भएको रहेछ भन्ने कुरा यहाँबाट बुझिन्छ। क्वेसनले इन्डाइरेक्टली यसो भन्न खोज्दैछ। तर हामी यहाँ पर्चेज प्राइस कसरी निकाल्ने भन्यो त भन्दाखेरि यो 3 नम्बरलाई 2 नम्बरले मल्टिप्लाई गरेर 3 नम्बर भनेको के भन्दा 4000 सेयर र 2 नम्बर भनेको के भन्दा 100 रुपियाँ। यो दुईटालाई मल्टिप्लाई गर्यो भने हाम्रो आउँछ कति भन्दा रुपियाँ 4 लाख रुपियाँ। र यति भइसकेपछि अब हामी जर्नलबाट जान्छौँ र जर्नलमा हामी सबैभन्दा पहिले के को जर्नल बनाउँछौँ त भन्दा एसेट्स लिँदै गर्दाको। त्यसो भने हाम्रो हेडिङ के हुने पर्यो त भन्दाखेरि एसेट्स टेकन ओभर। एसेट्स टेकन ओभर अन्तर्गत अब हामीले के बुझ्नु पर्यो भन्दा ए कम्पनीले भेन्डर्स कम्पनीबाट एसेट्सको रूपमा के लाँदैछ त एसेट्स लाँदाखेरि ए कम्पनीको एसेट्स बढ्दो रहेछ। एसेट्स भनेको डेबिट आइटम हो र डेबिट आइटम बढ्यो भने जर्नलमा डेबिट गर्ने त हामीले भन्यौँ। तर डेबिटमा केलाई बढाउने त भन्दा एसेट्सको रूपमा फिक्स एसेट्स र स्टक लाँदैछ। त्यसो भने यी दुईटा आइटमलाई हामी के गर्ने भने डेबिट गर्ने भयो। त्यसो भने हाम्रो डेबिट आइटममा के आउने पर्यो त भन्दाखेरि फिक्स एसेट्स डेबिट कति छ त भन्दा 4,50,000। त्यस पछाडि अर्को छ स्टक कति छ त भन्दा 50,000। यति गर्दाखेरि हामीलाई के थाहा हुँदैछ भन्दाखेरि ए कम्पनीले भेन्डर्स कम्पनीबाट 5 लाखको एसेट्स ल्याउँदै रहेछ। तर बदलामा चाहिँ कति मात्रै पैसा दिने शर्त भएको छ यहाँ भन्दा 4 लाख मात्र। त्यसो भने अब ए कम्पनीले एसेट्स लाँदै गर्दाखेरि उसको एसेट्स बढ्छ। सँगसँगै ए कम्पनीले एसेट्स लगेको बदलामा भेन्डर्स कम्पनीलाई के दिनुपर्ने हुन्छ 4 लाख रुपियाँ दिनुपर्ने हुन्छ। र दिनुपर्ने कुरालाई हामी अकाउन्टिङ भाषामा तिर्नुपर्ने कुरा भन्छौँ। यसलाई अलिकति स्तरीय भाषामा दायित्व भनिएको। र दायित्वलाई हामी अङ्ग्रेजीमा लाइबिलिटिज भन्छौँ। र यो ट्रान्जेक्सनमा ए कम्पनीको 4 लाख बराबरले दायित्व बढ्दैछ। र दायित्व बढ्छ भने दायित्व भनेको क्रेडिट आइटम हो। क्रेडिट आइटम बढ्यो भने त्यसलाई जर्नलको क्रेडिटमै राख्नुपर्छ। त्यसो भने क्रेडिटमा राख्ने तर के भनेर राख्ने के कारणले अथवा कसका लागि दायित्व बढेको भन्दा भेन्डर्सले तिर्नुपर्ने दायित्व बढेको। त्यही भएर हामी यहाँ 2 के लेख्ने भयो एक लाइन छोडेर 2 भेन्डर्स अकाउन्ट लेख्ने भयो। अब भेन्डर्स अकाउन्टमा जहिले पनि हामी के गर्ने गर्छौँ भन्दाखेरि यो पर्चेज प्राइस लेख्छौँ।
अघि हामीले भनेको थियौँ 1 नम्बर वर्किङ नोटको 1 नम्बरको पोइन्टले हामीलाई एसेट टेकन ओभरको जर्नल बनाउँदै गर्दा सहयोग गर्छ है भनेको थियौँ। र कहाँनिर गर्दो रहेछ त भन्दाखेरि भेन्डर्सलाई दिनुपर्ने पैसा भनेकै पर्चेस प्राइस हो भनेर बुझ्नुपर्छ। त्यसो भने हाम्रो पर्चेस प्राइस कति निस्केको छ त भन्दा पर्चेस प्राइस निस्केको थियो 4 लाख रुपियाँ। र यो जर्नलबाट हामीले के बुझ्दैछौँ भन्दाखेरि 5 लाखको सामान ल्याएको थियो तर भेन्डर्सलाई 4 लाख मात्र दिने भन्ने कुरामा दुईटै पार्टिजहरू सहमत हुँदैछन्। त्यसो भने हामी त ए कम्पनीको जर्नल बनाउँदैछौँ। यो केसबाट हेर्ने हो भने त ए कम्पनीले 5 लाखको एसेट्स पायो तर बदलामा 4 लाख मात्र तिर्नु पर्दैछ। त्यसो भने यहाँ ए कम्पनीलाई के हुँदैछ नाफा हुँदैछ। र नाफाको केसमा हामीले नाफा दुई खालको हुन्छ। एउटा रेगुलर बेसिस रेगुलर ट्रान्जेक्सनबाट यदि नाफा हुन्छ भने त्यसलाई हामी प्रफिट भनेर देखाउँछौँ। तर कुनै कारोबार जो एकचोटि मात्र गरिन्छ अर्थात् ए कम्पनीले अर्काको बिजनेस किन्ने काम त रेगुलर गर्दैन, यो त एकचोटि मात्र गर्छ। र यसरी वान टाइम्स ट्रान्जेक्सनबाट हुने प्रफिटलाई हामी क्यापिटल नेचरको गेन मान्छौँ र त्यसलाई क्यापिटलमा लगेर रिजर्भ गर्छौँ। त्यसो भने यो केसमा हामीलाई के थाहा पायौँ त भन्दाखेरि ए कम्पनीलाई प्रफिट हुँदै रहेछ र प्रफिट भनेको त क्रेडिट आइटम हो र क्रेडिट आइटम बढो भने त्यसलाई कहाँ राख्नुपर्छ क्रेडिटमा राख्छौँ। र कुन एकाउन्टिङ रेट्स राख्ने भयो त भन्दा क्यापिटल रिजर्भ। क्यापिटल रिजर्भ एकाउन्टमा हामी कति राख्ने भयौँ 1 लाख रुपियाँ। र यति हुने बित्तिकै हाम्रो जर्नल कस्तो भयो त भन्दा 5 लाखको सामान ल्याएको थियो 4 लाख तिर्नुपर्ने छ 1 लाख के भयो प्रफिट भयो। र डेबिट टु क्रेडिट इक्वल आउँदैछ भन्नुको मिनिङ यहाँ जर्नल मिलेको छ भन्ने हुन्छ। र अब हामी यहाँ तल एउटा सर्ट नोटिस बिङ भनेर लेख्ने भयौँ। र बिङमा अब के लेख्ने भयौँ भन्दा बिङ एसेट्स टेकन ओभर एन्ड अमाउन्ट पेएबल टु भेन्डर्स अथवा भेन्डर भनेर लेख्ने भयो। अर्थात् हामीले भेन्डर्सबाट एसेट्स लिँदैछौँ तर अमाउन्ट चाहिँ के गर्नेछौँ तिर्नेवाला छौँ भन्दैछौँ। र हाम्रो फर्स्ट एसेट्स लिँदै गर्दाको जर्नल यस्तो भयो। अब सेकेन्ड टर्ममा हामी के गर्छौँ त भन्दाखेरि अब सेकेन्ड टर्ममा हामीले त एसेट्स लिइसकेपछि उसलाई सेयर दिनुपर्ने हुन्छ। हामीले त सेयर दिन्छौँ भनेको छौँ। त्यसो भने अब सेयर इस्यु गर्दाको हामीले अर्को जर्नल मेन्टेन गर्नु पर्यो। त्यसो भने फर इस्यु अफ सेयर इस्यु गर्दाखेरि कस्तो जर्नल बनाउने भन्ने कुरालाई हेर्दैछौँ। अब हामीले के विचार गर्नुपर्छ भन्दाखेरि फर्स्ट कन्डिसनमा हामीले के देख्यौँ भन्दा ए कम्पनीले सामान पाउँछ र भेन्डर्सलाई तिर्नुपर्ने कुरा अथवा दायित्व बढ्छ। तर दोस्रो केसमा आउँदाखेरि अब ए कम्पनीले भेन्डर्सलाई सेयर दिन्छ। सेयर दिने बित्तिकै अब ए कम्पनीले भेन्डर्सलाई तिर्नुपर्ने कुरा गर्छ भन्नुको मिनिङ उसको लाइबिलिटिज गर्छ। र लाइबिलिटिज भनेको क्रेडिट आइटम हो र यदि लाइबिलिटिज घट्यो भने त्यसलाई अकाउन्ट्समा के गर्नुपर्छ डेबिट गर्नुपर्छ। र अघि तिर्नुपर्ने कुरालाई हामीले के भनेको थियौँ भन्दा भेन्डर्स एकाउन्ट भनेको छौँ। त्यसो भने अब घट्छ पनि के नै भेन्डर्स एकाउन्टले गर्छ। तर भेन्डर्स लाइबिलिटिज हो र लाइबिलिटिज गर्दा डेबिट गर्नुपर्ने हो। त्यसो भने अब भेन्डर्स एकाउन्टलाई हामी के गर्ने भन्नु त डेबिट गर्ने भन्यो। त्यसो भने अब हामी यो भेन्डर्स एकाउन्टलाई सरसर यहाँ ल्याउने भयौँ र के लेख्ने भयौँ भन्दा भेन्डर्स अकाउन्ट भनेर लेख्ने भयो। अब भेन्डर्स अकाउन्ट के भयो डेबिट भयो। त्यसो भने भेन्डर्स एकाउन्टलाई कहाँनिर ल्याउँदैछौँ भने भेन्डर्स एकाउन्ट कति थियो त एकाउन्टको अमाउन्ट चाहिँ कति थियो 4 लाख थियो। त्यसो भने अब यो 4 लाख के गर्दैछ घट्दैछ, त्यही भएर कहाँ आउँदैछ डेबिटमा आउँदैछ। त्यसो भने अब भेन्डर्सलाई तिर्नुपर्ने कुरा चाहिँ घट्दैछ भन्दैछौँ तर बदलामा चाहिँ के दिँदैछौँ त बदलामा सेयर दिँदैछौँ। त्यसो भने अब ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि यो भेन्डर्स कम्पनीले यदि सेयर पायो भने सेयर लिएर जान्छ भन्ने हामीलाई कन्सेप्ट छ। तर सेयरको केसमा यस्तो हुँदैन। सेयर लिएर जाने भन्ने यो कुरा सम्भव हुँदैन। अर्थात् यो कुरा चाहिँ जुन हामीले जेनरल तरिकाले सोचिरहेको छौँ त्यो कुरा चाहिँ रियालिटीमा हुँदैन। सेयर लानु भन्नुको अर्थ के भन्दाखेरि यो भेन्डर्स कम्पनीले 4 लाखको सेयर पाउँदैछ भन्नुको अर्थ जसको सेयर लिँदैछ त्यसको कम्पनीमा 4 लाख रुपियाँ इन्भेस्ट गर्दैछ भन्ने हुन्छ। त्यसो भने त अब भेन्डर्स कम्पनीलाई ए कम्पनीले 4 लाखको सेयर दियो भन्नुको मिनिङ त उल्टै भेन्डर्स कम्पनीले ए कम्पनीमा के गरौँ 4 लाख रुपियाँ इन्भेस्ट गरौँ भन्नेको लोजिक लाग्छ। र अकाउन्ट्समा अथवा रियालिटीमा यदि बिजनेसमा कसैले सेयरको बदलामा पैसा दिन्छ अथवा सेयर लान्छ र सेयरको बदलामा पैसा दिन्छ भने त्यसलाई अब कम्पनीको मालिक मान्नुपर्छ। र यदि मालिकले कम्पनीमा पैसा इन्भेस्ट गर्छ भने त्यसरी मालिकले गरेको इन्भेस्टमेन्टलाई हामी के भन्छौँ भन्दाखेरि पुँजी भन्छौँ अर्थात् क्यापिटल। र यो कस्तो क्यापिटल हो त भन्दाखेरि सेयर लिए बापतको क्यापिटल हो। त्यसकारणले क्यापिटल त क्यापिटल तर कस्तो क्यापिटल सेयर क्यापिटल भन्छौँ।
अर्थात् अब ए कम्पनीले भेन्डर्स कम्पनीलाई सेयर दिँदैछ भन्नुको मिनिङ उल्टै भेन्डर्स कम्पनीले सेयरको बदलामा 4 लाख दिँदैछ र सेयर दिँदैछ भन्ने मिनिङ आउँछ र सेयरको बदलामा हालेको पैसाले क्यापिटल बढाउँछ जसलाई सेयर क्यापिटल भन्छौँ। त्यसो भने अब भेन्डर्स कम्पनीलाई सेयर दिन्छ भन्नुको मिनिङ इन्डाइरेक्टली ए कम्पनीमा अब भेन्डर्स कम्पनीले पैसा इन्भेस्ट गर्दैछ र कम्पनीको मालिक बन्दैछ र कम्पनीको मालिकले हालेको पैसाले अथवा इन्भेस्ट गरेको पैसालाई क्यापिटल भन्छौँ र क्यापिटल भनेको त क्रेडिट आइटम हो र क्रेडिट आइटम बढ्छ भने त्यसलाई हामी के गर्छौँ क्रेडिट गर्छौँ। त्यसो भने ए कम्पनीले अब क्रेडिटमा के नोट गर्ने पर्छ त यहाँ एक लाइन छोड्छौँ र लेख्छौँ टु क्यापिटल अथवा सेयर क्यापिटल टु सेयर क्यापिटल अकाउन्ट भन्छौँ। सेयर क्यापिटल अकाउन्टमा कति के लेख्ने अथवा यो सेयर क्यापिटलको अमाउन्ट चाहिँ कसरी क्याल्कुलेसन गर्ने भन्ने कुरा यहाँनिर अब इम्पोर्टेन्ट हुन्छ र हामीले सुरुमै भनेको थियौँ यो 1 नम्बरको एसेट टेकन ओभर गर्दाखेरि हेल्प गर्छ र 2 नम्बर र 3 नम्बरले चाहिँ सेयर इस्यु गर्दै गर्दाखेरिको जर्नल मेन्टेनमा हेल्प गर्छ भनेको थियौँ। त्यसो भने अब हामी जहिले पनि यहाँ के गर्ने भन्यौँ त भन्दाखेरि हामीले जहिले पनि यहाँ नम्बर अफ सेयर हाम्रो वर्किङ नोटमा नम्बर अफ सेयर कति छ त्यसलाई यहाँ लेख्ने भयो। हाम्रो नम्बर अफ सेयर कति छ त 4000 र जहिले पनि सेयर क्यापिटलको हकमा हामी 100 रुपैयाँ राख्छौँ। अर्थात् कोही बेला हाम्रो इस्युड प्राइस पर सेयर चाहिँ 90 अथवा 100 अथवा 110 हुन सक्छ। यो केसमा चाहिँ 100 रुपैयाँ छ तर हामी यो पैसालाई कहिले पनि यो सेयर क्यापिटल अन्तर्गत लेख्दैनौँ र बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि जहिल्यै पनि हामी सेयर क्यापिटल अन्तर्गत 100 नै लेख्छौँ। त्यसो भने हामी चुपचाप यहाँ 100 लेखेर हेर्नु, यहाँ 100 लेखेर हेर्ने हो भने अब सेयर क्यापिटल चाहिँ कतिको हुने हो 4 लाख नै हो र डेबिटमा पनि 4 लाख छ र क्रेडिटमा पनि 4 लाख छ। यसको मिनिङ हाम्रो जर्नल ठिकै छ यहाँसम्म। अर्थात् यो जर्नलबाट के बुझिन्छ भन्दाखेरि भेन्डर्सलाई 4 लाख तिर्नुपर्ने कुरा सुलिएछ घटेछ र बदलामा भेन्डर्सले के पाएछ सेयर क्यापिटल पाएछ भन्ने मिनिङ लाग्छ। र अब बिङमा हामी के लेख्ने भयौँ त भन्दाखेरि बिङ issued of share in favor of vendor at par। अर्थात् यहाँ हामीले भेन्डर्सलाई सेयर दिँदैछौँ, सेयर इस्यु गर्दैछौँ र कति रुपियाँको टाको भन्दा 100 रुपियाँको। यदि इस्युड प्राइस 100 हुन्छ भने यसलाई हामी के भन्छौँ पार भन्छौँ। अर्थात् क्वेसनमा डिस्काउन्ट र प्रिमियम छैन भने के बुझ्नुपर्छ भन्दाखेरि पारमा इस्यु भएको रहेछ भनेर बुझ्नुपर्छ। अब ध्यान दिनुपर्ने अथवा म्याक्सिमम स्टुडेन्टले गर्ने गल्ती कहाँ हुन्छ त भन्दाखेरि यो प्राइस र यो प्राइसमा यहाँ जेसुकै होस्, म फेरि पनि भन्दैछु यहाँ जेसुकै होस् हामी यहाँ जहिले पनि के गर्छौँ 100 नै लेख्छौँ। अहिलेको केसमा चाहिँ यहाँ 100 छ यहाँ पनि 100 भयो, यहाँ दुईटा मिल्यो नि अथवा त्यही 100 लाई यहाँ सारेको नि भन्ने चाहिँ शङ्का लाग्न सक्छ, त्यो होइन। हामी अब नेक्स्ट क्वेसनमा अथवा अब बी टाइपको क्वेसनमा चाहिँ यहाँ फरक प्राइस आउँदा पनि यहाँ किन 100 नै लेख्छौँ भन्ने कुरालाई छलफल गर्छौँ।